गाइज अहिले भने हामी बसन्तपुरको काल भैरव मन्दिर बसन्तपुर एरियामा आएको छौँ। यो एकदमै पौराणिक जग्गा हो र आजको भ्लगमा हामी यतै घुम्नेछौँ है। मन्दिरमा एकपल्ट पूजा गरेको यहाँबाट त्यसरी त्यो पौराणिक अमृत जस्तो दिन्छ क्या। त्यो चाहिँ खुवाउँदा चाहिँ मान्छे यहाँ भिड हुन्छ। अपङ्ग र लडाइँ गरेर हुन्छ र त्यो दुई ठाउँमा मुखमा पस्यो भने चाहिँ आफू एकदमै स्वच्छ भइन्छ भन्ने कुराहरू यहाँ छ यो मन्दिरमा। त्यो चाहिँ सालमा एकपल्ट भइन्छ। ठुलो जात्रा निस्किन्छ। आइसकेको छु, यहाँ पूजा भइरहेछ। बसन्तपुरको काल भैरवमा पूजा आज हेर्नुहोस्। मैले काठमाडौँ दर्शन गरेर आएको छु तपाईँलाई आजको मिनी भ्लगमा। बसन्तपुर कस्तो दामी छ है। यहाँ हेर्नुहोस् परेवाला दाना दिइरहेको। हेर्नुहोस् एकदमै पौराणिक छ, एकदमै मजा आउँछ। यसमा ब्याकग्राउन्ड म्युजिक चाहिँ पुरानो हाल्नु टुङ 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 गर्ने है। त्यो हाल्नुपर्छ हो। कस्तो राम्रो आनन्द आउँछ यहाँ, आनन्द आउँछ। यो तपाईँको कुमारी कहाँ छ? भित्र पसेन नि, खिच्नु त दिँदैन। कुमारी हेर्न गइरहेको छौँ। कुमारी बस्ने घर चाहिँ यो हो। यो हामी कुमारी हेरेर उहाँको दिव्य दर्शन लिन्छौँ। तर दुःखको कुरा हामी तपाईँलाई कुमारीको दर्शन त गराउन सक्दैनौँ किनभने त्यहाँ फोन एलाउ छैन। गाइज अहिले भने हामी कुमारीजीको दर्शन गरेर आएको। यही घरको भित्र बस्नुहुन्छ र हामीले दर्शन गर्न पाउँछ तर भित्र खिच्नु चाहिँ पाउँदैन रहेछ। त्यो नि आजै आएर मलाई थाहा भयो। अब भने म यता एक राउन्ड घुम्ने छु र आज एकदम राम्रो दिन कुमारीजीको दर्शन गर्नु पाएँ मैले। उहाँले गर्दा हो, कुमारले गर्दा पाएको। धन्यवाद। डाँडा माथिबाट काठमाडौँ गल्ली बसन्तपुर। यो चाहिँ बसन्तपुरको मेन एरिया। यहाँबाट तपाईँको म्युजियम छ। यहाँबाट भित्र पस्नु भने त्यहाँ राजाको दरबार, त्यहाँ भएको राजाको स्वयं कक्ष सबै कुरा देख्न पाउनुहुन्छ। यो सब मन्दिरहरू हेर्नु चाहिँ आज कस्तो दामी देखाइरहेको छु मैले तपाईँलाई। यस्तोहरू चाहिँ तपाईँले काठमाडौँ आएपछि मात्रै देख्न पाउनुहुन्छ। पाउँछ पाउँछ तपाईँको हातले कुटेर बनाएको हेर्नु यो बुट्टाहरू यस्तो दामी छ गाइस। तपाईँले देख्नु हुँदै होला। म यस्तो यस्तो ठाउँमा तपाईँहरूलाई डुलाउँछु। मेरो मिनी भ्लग त्यो क्या खाएको है, नाचेको उफ्रेको मात्रै हुँदैन। म यस्तो हेरिटेजहरू देखाउँछु तपाईँहरूलाई जसले तपाईँहरूलाई नि क्या भ्लग बनाएको छ भन्ने हुन्छ। त्यही भनेर प्लिज लाइक सब्सक्राइब एन्ड फलो भन्छ नि। यहाँ हेर्नुहोस् हातको कामहरू त्यही मन्दिरहरू हेर्नुहोस् कस्तो दामी छ। हो यो हो नि त मन्दिरहरूको दर्शन गराउँछु म। त्यसै भ्लग भनेर कहाँ भ्लग मात्रै बनाउँछु। काठमाडौँ आउने मान्छेलाई चाहना हुन्छ, कतिजना आउनु सक्दैन। त्यही भनेर मैले देखाएको छु। फेरि कोही आयो भने सजिलो हुन्छ तपाईँहरूलाई काठमाडौँ घुम्नु भनेर पनि यो देखाएको हुन्छ। अन्त यस्तो कुराहरू हेर्न एकदमै रेयर पाउँछ क्या दर्शन गर्न। र म तपाईँलाई मोबाइलको मार्फत देखाइरहेको छु। तपाईँ विदेश जहाँ पनि बस्नुहोस्, गाउँघर विदेश, म यहाँबाट देखाइरहेको छु। यहाँ भैरवकाल फेरि एकपल्ट दर्शन पूजा भइरहेछ। देख्नुभयो त गाइस, यसलाई भन्छ यस काठमाडौँ आएपछि तपाईँले चाहिँ साँच्ची नै यो संसारमा भगवान् रहेछ है, दिव्य शक्ति रहेछ भनेर तपाईँले एकदमै बेसी मान्नुहुन्छ। यो कुरा म पनि विश्वास गर्छु किनभने काठमाडौँ आउने नै मन्दिर मठ घुम्न हो। त्यो हाई गर्नु चाहिँ होइन ल। ओके अहिले बताउँछु फेरि। अब भने म होलसेल मार्केट गइरहेको छु जहाँ चाहिँ मैले के किन्नुपर्ने हुन्छ
यदि पैसा छ भने, पैसा छैन भने चाहिँ होलसेल मार्केटमा गएर हेर्ने, रमाइलो मान्ने अनि फर्किने। तर अहिले चाहिँ के किन्नु नै जाने हो। यता हो, त्यता होइन, यताबाट होला। जुन यताबाट पसौँ, यो गल्लीबाट होलसेल मार्केट, असन न्यू मार्केट भन्छ। एकदमै सस्तो चाइनिज सामानहरू यहाँ पाइन्छ। के हो न्यू रोड, दिस इज द न्यू रोड। यो एकदमै बादलले बनाएको, एकदम हेर्नु यहाँ हरियो खिड्की, सेतो यो यहाँ एकदमै तार सार्के देख्नु हुँदैन। एकदमै दामी हस्पस एरिया न्यू रोड। कस्तो राम्रो छ है, सुन्दर छ नि काठमाडौँ। आउनु पर्यो, घुम्न आउनु पर्यो। यो चाहिँ आकाशे पुल भन्छ है। यो चाहिँ बिचको बाटोमा यसरी बनाएको हुन्छ, मान्छेले हिँडेर चढ्ने। आकाशे पुलबाट हिँड्नुपर्छ, बिचको बाटोबाट क्रस गर्नु हुँदैन। यो चाहिँ अटो स्ट्यान्ड है। त्यहाँबाट सिधा गयो भने यो अटो स्ट्यान्ड हो। यो टुरिखेल यो चाहिँ हो काठमाडौँ मल, नेपाल फ्रान्स। यो बस स्टप पनि हो। यहाँबाट तपाईँले सबै जग्गाको बस पाउनुहुन्छ। र उता रातो देख्दै गर्नुभयो त्यो काठमाडौँ मल भन्छ, नेपालको सबभन्दा पहिलो सपिङ कम्प्लेक्स। यो बस स्ट्यान्ड। अनि यो चाहिँ टुरिखेल भन्छ, टुरिखेल देख्नुभयो। कस्तो दामी जग्गा छ यो, सबभन्दा दामी। तपाईँको धरारा चाहिँ यहाँ पर छ। त्यो चाहिँ म भोलि पछि देखाउँछु है। आजको भ्लग चाहिँ यहीँ अन्त गरिदिनु ल। यो तपाईँले गीत सुन्नु भएको होला, विशाल बजारमा भन्ने। हजुर यही हो, विशाल बजार भन्ने फेमस गीत भएको बजार चाहिँ यही हो। यो चाहिँ हाइवे हो, भित्रको हाइवे, फेरि बाहिरको हाइवे। यो चाहिँ विशाल बजारको गेट। यो भित्र चाहिँ ठुलो सुपर मार्केट छ, सिटी सेन्टर भन्छ नि, सपिङ मल हो। त्यस्तै देखेको छ। र विशाल बजारमा भन्ने गीत भएको चाहिँ यहीँ सुटिङ भएको उसले। तपाईँले अब यो हेरेपछि गएर भिडियो नि हेर्नु होला, मैले ढाँटेको हो भने ल। रत्न पार्कको आकाशे पुल हो। 4 कुना जान सकिन्छ। यता जानुभयो भने बाग बजार, यता जानुभयो यता त सिँढी रहेछ, यता सिँढी रहेछ। म तपाईँलाई देखाउँछु है। घाम लाग्यो। यता जानुभयो भने रत्न पार्क, यता जानुभयो भने जमल, यता बाग बजार, यता घन्टाघर। यहाँ परको देखिरहनु भएको छ नि ठुलो, त्यो चाहिँ स्काई ब्रिज हो, अहिलेको आधुनिकरण। स्काई टावर, स्काई टावर पनि भन्छ, ब्रिज पनि भन्छ। चढेको चाहिँ 1000 रुपियाँ लिन्छ। त्यसमा चढ्नु भने चाहिँ 1000 रुपियाँ। गाडी यसरी आउँछ, देख्नुभयो। आकाशे पुलबाट हेर्ने भनेको यही कुरा। कस्तो मजा आयो। ल गाइस, आजको मिनी भ्लग चाहिँ मिनी भन्दा यति लामो भइहाल्यो। मिनी भ्लग चाहिँ यहाँ सेयर गर्दैछु अहिले। ल भने बाई बाई। ल इन्जोय गर्नुहोस्, काठमाडौँको दर्शन गराउँदै गरौँ ल।